साथीहरु नमस्ते। जापानिज भाषाको पहिलो अङ्कमा यहाँलाई स्वागत छ। आजको भिडियोमा चाहिँ जापानिज भाषाको सामान्य परिचय अथवा जापानिज भाषामा चाहिँ कति थरी अक्षरहरू प्रयोग हुन्छन् भन्ने बारेमा जानकारी दिनेछु र हिरागानाको बारेमा सिक्नेछौँ है त। खास गरी नेपालमा हुनुहुन्छ, जापानिज भाषा सिक्न चाहनुहुन्छ, भविष्यमा कुनै पनि भिसामा जापान जान चाहनुहुन्छ तर स्टार्ट गरिसक्नु भएको छैन, हिरागाना कसरी सिक्ने, कहाँ गएर पढ्ने भनेर कन्फ्युजनमा हुनुहुन्छ भने तपाईहरुलाई अबदेखि नियमित रूपमा काम लाग्ने भिडियोहरू म राखिराख्नेछु। त्यसैगरी जापानमा हुनुहुन्छ, डिपेन्डेन्ट लगायतका भिसामा हुनुहुन्छ तर जापानिज भाषा सिक्न पाउनु भएको छैन हैन, समय पनि पाउनु भएको छैन भने फुर्सदको समयमा तपाईले मेरो युट्युबलाई हेरेर हैन जापानिज भाषाको केही हदसम्म ज्ञान हासिल गर्न सक्नुहुन्छ। तसर्थ मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई पनि दबाइराख्नु होला, नोटिफिकेसनलाई पनि चालु राख्नु होला, किनकि मेरो हरेक भिडियो तपाईहरुसम्म सजिलै पुगोस् भनेर र तपाईहरु जस्तै साथीभाइहरुलाई पनि जसले जापानिज भाषा सिक्न चाहनु भएको छ यो भिडियो अथवा मेरो युट्युब च्यानल पनि उहाँहरु समक्ष शेयर गरेर सहयोग गरिदिनु होला है त। मलाई युट्युब बाहेक फेसबुकतिर र टिकटकतिर हेर्दै हुनुहुन्छ भने कृपया फलो गर्न नबिर्सिनु होला। टिकटक र फेसबुकमा पनि जापान सम्बन्धी विभिन्न जानकारीमूलक भिडियोहरू म बेला बेलामा राखिराखेको हुन्छु, तसर्थ त्यतातिर पनि फलो गरेर जोडिनु होला भन्दै आजलाई विषयवस्तुतर्फ लागौँ हैन। मैले अघि भनिसकेँ जापानिज भाषाको परिचय। जापानिज भाषामा मुख्यतया तीनटा विधाहरू अथवा तीनटा अक्षरहरू प्रचलित छन् हैन। पहिलो हिरागाना, दोस्रो कातागाना, तेस्रो खान्जी है त। यसलाई चाहिँ जापानमा चाहिँ विशेष गरी सबैभन्दा बढी प्रयोग हुने हिरागाना हो हैन। त्यसैगरी कातागाना पनि जापानमा चाहिँ विदेशी नामहरू, त्यसैगरी आगन्तुक शब्दहरू हैन, अंग्रेजी नामहरू लेख्दाखेरि प्रयोग हुन्छ र खान्जीहरू चाहिँ चाइनाबाट भित्रिएको एउटा चित्र आकृतिको अक्षर हो हैन, जसलाई चाहिँ नेपालीहरूले चाहिँ एकदमै गाह्रो छ भन्ने छाप दिमागमा छ। त्यसलाई पनि हामी सजिलै चिर्नेछौँ र स्टेप बाइ स्टेप खान्जीको बारेमा पनि हामी ज्ञान हासिल गर्नेछौँ आगामी भिडियोहरूमा। तसर्थ आजको भिडियोमा चाहिँ हिरागाना हामी सिकौँ है त। सुरुको भिडियो हो, हिरागानाबाट सुरु गरौँ। कुनै पनि काम सुरु गर्दाखेरि जेरोबाट सुरु गर्दा बेस हुन्छ भन्ने लागेर अब म तपाईलाई हिरागानाको अक्षरहरू लेख्छु है त। साथीहरु, मैले हिरागाना लेखिसकेको छु र तपाईहरुलाई जान्न सजिलो होस् भनेर नेपालीमा पनि लेखेको छु है। यसरी लेखिन्छ। अब तपाईहरुलाई एकछिन यसलाई दोहोर्याउँछौँ है, हामी रिपिट गर्छौँ र पढ्छौँ है त। नजानेको साथीहरुले चाहिँ सँगसँगै पढ्ने प्रयास गर्नु होला है त। आ इ उ ए ओ, का कि कु के को, सा सी सु से सो, ता ची चु ते तो, ना नी नु ने नो, हा हि फु हे हो। यहाँनिर चाहिँ फु हुन्छ है त, यसको उच्चारण फु। हा हि हु हुनुपर्ने हो हैन, जापानमा चाहिँ हु अक्षर छैन, त्यसैले यहाँनिर चाहिँ फु हुन्छ है त। हा हि फु हे हो। मा मी मु मे मो, या यु यो, रा री रु रे रो, वा ओ न हुन्छ है त। आधा न हो यो, यसरी प्रयोग गर्नु है त। यसरी हिरागानाको अक्षरहरू छ जापानमा चाहिँ हैन। अब यस पछाडि क्रमैसँग अन्य स्टेपहरूमा हामी जानेछौँ। आजलाई चाहिँ बोर्ड सानो भएकोले अक्षरहरू त्यति धेरै मार्जिनमा लेख्न पाइएको छैन, अलि नजिक नजिक छ, बुझ्न गाह्रो हुन्छ कि हुँदैन थाहा भएन। जे होस्, यसलाई चाहिँ स्क्रिनशट गरेर भए पनि जुम गरेर हेरेर भए पनि आफै लेख्ने प्रयास गर्नु होला है त। आजको भिडियो यति नै। भिडियो कस्तो लाग्यो यदि मन परेमा लाइक र कमेन्ट गरिदिनु होला।
मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने फेरि पनि अन्त्यमा अनुरोध गर्छु, सब्सक्राइब गरेर जोडिनु होला र नोटिफिकेसनको लागि बेल आइकन पनि थिचिराख्नु होला र यस्तै यस्तै जापानिज भाषा सिक्न चाहने तपाईँहरूको साथीभाइहरूलाई पनि काम लागोस् भनेर यो भिडियो व्यापक सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच। अर्को भिडियोमा पुनः आउनेछु। आजलाई यति नै है त। धेरै धेरै धन्यवाद।